भदौ 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै पक्राउ परे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक। गौरी बहादुर कार्कीको नेतृत्वको जेनजी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा हेलचेक्राइ गरेर किशोर किशोरी मारिएको भन्दै फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको थियो। 3 देखि 10 वर्षसम्म जेल सजाय सहितको उक्त सिफारिसको आधारमा बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्री परिषदको पहिलो निर्णयबाटै ओली र लेखकलाई पक्राउ गर्ने निर्णय गरेको थियो। यसबाट अहिले सबैभन्दा बढी कुनै दललाई प्रभाव परेको छ भने त्यो हो नेपाली कांग्रेस। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति र भदौ 24 मा भएको सरकारी संरचनामाथि भएको क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। ओली पक्राउपछि पनि उनको अडान फेरिएन। उनको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनैतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सृजना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ। आफ्ना अध्यक्ष पक्राउ पर्दा एमालेलाई सबैभन्दा बढी प्रभाव परेको जस्तो देखिए पनि पार्टीको आन्तरिक द्वन्द्वमा झन मलम लागेको छ। यसरी भनौं, एमाले जन एकजुट भएको छ। खासमा एमाले भित्र एउटा पक्ष ओलीको विकल्प खोज्ने गरी अन्तरसङ्घर्ष हुँदै थियो। 21 फागुनको चुनावमा एमालेको लज्जास्पद हारको दोष ओलीमाथि लगाएर नैतिक जिम्मेवारी स्वरूप अध्यक्षबाट ओलीलाई हटाउने तयारी भएको थियो। त्यसको अग्रपंक्तिमा थिए उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई। तर यही बीचमा ओलीका बुवाको निधन भएका कारण अन्तरसङ्घर्ष केही दिनलाई सर्यो। त्यसपछि ओली पक्राउ परेपछि त झन एमाले भित्र ओलीको विकल्पको मुद्दा ओझेलमा पर्यो। ओली पक्राउ परे यता सचिवालय बैठक गरी एमालेले सडकबाट विरोध प्रदर्शन गरिरहेको छ। हिजो 77 वटै जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोध पत्र बुझाइयो। एमालेले ओली पक्राउ विरुद्ध राजनैतिक दलहरूसँग समन्वय गर्न उपाध्यक्ष विष्णु पौडेल, संसदीय दलसँगको संवाद गर्न उपाध्यक्ष रामबहादुर थापा र कानुनी लडाईँका लागि उपाध्यक्ष गोकर्ण विष्टले समन्वय गर्ने जिम्मा तोकेको छ। देशभर जनपरिचालन गर्न महासचिव शङ्कर पोखरेलको संयोजनमा केन्द्रीय कार्यालयले गर्नेछ। जेस एमाले एक ढिक्का भएर अघि बढिरहेको छ। तर कांग्रेसलाई भने यो घटनाले झन आन्तरिक रूपमा द्वन्द्वमा अल्झाइदिएको छ। संस्थापन पक्ष र इतर पक्ष औपचारिक रूपमै अलग देखिएका छन्। कतिसम्म भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्नेदेखि खड्काले पनि 14औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति बैठक बोलाएर समानान्तर गतिविधि गर्नेसम्मको तयारी थालेका छन्। खासमा यो विवादले आन्तरिक जरो भनेको ओली लेखक पक्राउ पर्दा कानुनको कार्यान्वयन कि राज्यको प्रतिशोध भन्ने मुद्दामा मत बाँडिएपछि सुरु भएको हो। एउटै घटनालाई लिएर पार्टीको संस्थागत धारणा र पक्षीय नेताहरूको छुट्टै विज्ञप्ति आएपछि यसले कांग्रेसलाई विभाजित गरेको हो। प्रवक्ता देवराज चालिसेले जारी गरेको संस्थागत विज्ञप्तिमा कांग्रेस भदौ 23 र 24 का घटनाको निष्पक्ष, पारदर्शी र कानुन सम्मत छानबिन हुनुपर्ने पक्षमा दृढ रहेको उल्लेख छ। आयोगले भदौ 23 का घटनालाई विस्तृत रूपमा समेटे पनि 24 गते भएका आगजनी, विध्वंस र क्षतिको विषय पर्याप्त रूपमा नरहेको भन्दै प्रतिवेदन अपूर्ण र एकपक्षीय देखिएको जनाएको छ। एउटै प्रतिवेदनका आधारमा सरकारले सेलेक्टिभ रूपमा निर्णय गर्दै हतारमा पक्राउ गर्नु विधिको शासन विपरीत हुन सक्ने कांग्रेसको चेतावनी छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी विज्ञप्तिमा भने ओली र लेखकको पक्राउलाई राजनैतिक प्रतिशोधको संज्ञा दिएको छ। सरकारले राजनैतिक पूर्वाग्रहका आधारमा 2 शीर्ष नेतालाई पक्राउ गरी अवैध हिरासतमा राखेको भन्दै तत्काल रिहाईको माग अनि आयोगको सिफारिस कार्यान्वयन गर्ने नाममा कानुनी प्रक्रिया पूरा नगरी गरिएको कदम संविधान र प्रचलित कानुन विपरीत भएको दाबी छ। यही विषयलाई लिएर कांग्रेसले पूर्व कार्यवाहक सभापति खड्कालाई कारबाही गर्ने सम्मको समाचारहरू बाहिरिए। पार्टीको संस्थागत निर्णय भन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेकाले त्यसबारे छलफल गरिने महामन्त्री गुरुराज घिमिरे बताउँछन्। यसपछि देउवा समूह झन सक्रिय हुँदै सोमबार राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई बधाई दिने तथा छलफल कार्यक्रम राखेको छ। मंगलबार 14औं महाधिवेशनको केन्द्रीय समिति बैठक राखिएको छ। त्यसपछि देउवा समूहले प्रदेश सभापति भेला तथा जिल्ला सभापति भेला गर्नेछ। यसमा नेता शेखर कोइराला पक्ष पनि सहभागी हुने बताइन्छ। नेता रामहरि खतिवडाका अनुसार मंगलबारका लागि बोलाइएको बैठकबाट थप निर्णय लिइनेछ। यसैबारे छलफल गर्न बुधबार दिउँसो 1 बजे कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ।
कार्यवाहक सभापतिका रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयलाई पार्टीको मर्यादा र अनुशासन उल्लङ्घन भनिसकेको संस्थापन पक्षको त्यस बैठकले खड्काको सदस्यता अद्यावधि गर्ने वा नगर्ने भन्नेबारे निर्णय गरिने एक नेता बताउँछन्। गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वारा गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित भएको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णय विरुद्ध खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन विचाराधीन छ। 27 देखि 30 पुसमा विशेष महाधिवेशनपछि थापा नेतृत्वको समिति हाल अस्तित्वमा छ, तर अनाहकमा आफूहरूलाई पार्टीबाट निकाल्ने स्थिति बनेको र शक्तिविहीन बनाइएको भन्दै असन्तुष्ट बनेको देउवा समूहले सभापति थापा र वर्तमान केन्द्रीय नेतृत्वलाई कांग्रेसको नेतृत्व मानेकै छैन। निर्वाचनको समयमा मत्थर बनाएर तत्कालका लागि विवाद थाँती राखिएको थियो, तर निर्वाचन सम्पन्न भएर नतिजा आइसके पश्चात असन्तुष्ट समूहले विशेष महाधिवेशन र त्यसपछि आएको थापा नेतृत्वको समितिको वैधानिक र राजनैतिक औचित्य नै नरहेको दावी गर्दै थापा नेतृत्वको समूहलाई कुनै पनि हालतमा नस्वीकार्ने बताउँदै आएको छ।